हेलो गाइज, आज चाहिँ आफ्नै गरेछ बारीको टमाटर टिपेर ल्याउँदैछु र यसको अचार चाहिँ साह्रो मिठो हुन्छ र अमिलो पनि। टमाटरको अचारहरू खाने मान्छेहरूले आउनु होला। हाम्रो चाहिँ आफ्नै बारीमा लोकल टमाटरहरू फल्दैछ, हेर्नु होला गाइज। टमाटर यो एकदमै मिठो हुन्छ र लोकल टमाटर पनि हो, अमिलो पनि हुन्छ। सट्टासँग यो चाहिँ हाम्रो बारी हो, यो चाहिँ मकै बारी। पिरो पिरो आफ्नै बारीको लोकल खोर्सानी चट्टासँग भातसँग अचारसँग दामी हुन्छ। खोर्सानीहरू पनि खोर्सानीहरू पनि मजाले नै फलेको रहेछ। खोर्सानी र टमाटर चाहिँ यति भयो, अरू पनि छ। गाइज हो, वेलकम टु माई मिनी ब्लग। झाडु खाल्दैछौँ, यहाँ चाहिँ गर्नुपर्ने छ र यहाँ पनि अब भेन्डीहरू के छर्नु पर्ने छ। गाइज हो गुडी पनि उठाउँदैछौँ। यहाँ चाहिँ भेन्डीहरू के छर्नु पर्ने छ गाइज। Xin chào các bạn ở đây. Thì đang lên यहाँ परको चाहिँ हाम्रो घर हो। यो गाडीहरू चाहिँ गाई झाल खाँदै हुनुहुन्छ र गाई झाल दुईजना मिलेर झाल खाँदैछ। गाई जो मात्रै बेच्ने गर्ने छ। यो चाहिँ हाम्रो मकै हो, यो लोकल मकै हो। भर्खर छरेको उता उताको चाहिँ के मकै हाइब्रिड मकै हुन्छ नि। गर्मी चाहिँ धेरै नै छ गाई छ। यो देखेको चाहिँ हाम्रो परेर हो, गाई जस्तोहरू पनि छ त्यति बेला। थुप्रो पनि भइसक्यो गाई छ। यहाँ परेको चाहिँ टमाटर खोर्सानी, यो चाहिँ खोर्सानीको भटेहरू लोकल खोर्सानी हो हामीले बारीमा रोपेको। अनि भटेहरू पनि छ गाई छ। यता पनि भटे खसी टमाटर बाटो पनि चल्दैछ। पटुवा टमाटरको बोटहरू पनि दानाहरू लागिरहेको छ। अघि पारिपट्टि पनि दुधी पनि गर्दैछ। यो चाहिँ हाम्रो समीरको सुपारीको रुख, यो पनि मिक्स कलरको फुलो लगाएको पनि फुलिसकेको छ। अनि यहाँ चाहिँ गाईहरूलाई घाँस यो आँपेको पनि सानो बिरुवा पनि छ। त्यो सजिना पनि छ, सजिना पनि फल्दैछ गाईको। टमाटर त्यसरी गोडी गर्छौँ गाई छ। टमाटर पनि अलिअलि दानाहरू लाग्दैछ। यहाँ सबै झारहरू गर्नु नानीहरू चाहिँ नानी चाहिँ सुतिरहेको छ र हामी काम गरिरहेको छौँ। बुढाएर गरी गएर नानी चाहिँ यहाँनिर सुतिरहेको छौँ। यो चाहिँ हाम्रो रुम हो। यहाँनिर चाहिँ फोटोहरू पनि छ। यो चाहिँ हाम्रो बाख्रा हो। उनीहरूलाई चाहिँ घाँसहरू मकै बारी घाँसहरू धेरै छ। हाम्रो ठाउँ बाख्राहरूको